हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। सन्चै अनि आरामै हुनुहुन्छ भन्ने आशा भरोसाका तपाईँहरूमाझ अर्को ब्लग लिएर म उपस्थित भइसकेको छु। आज चाहिँ म पोर्चुगलको एउटा रमणीय पार्कतिर यसो घुम्न आएको छु हैन, ब्लग बनाउनको लागि। एकदमै राम्रो रहेछ। यहीँ नजिकै, मेरो काम गर्ने नजिकै, तर म नआइपुगेको ठाउँ रहेछ हैन। यो मार्केस पम्बलकै साइडमा एकदमै रमणीय रहेछ। विशेष गरेर अब त समर लाग्न आँटेको छ। समर टाइममा चाहिँ फ्यामिली पिकनिकहरू भयो, साथीभाइ भेटघाट, ड्राई पिकनिकहरू आउनको लागि एकदमै शान्त वातावरण। यो लोकेसन चाहिँ रहेको छ तपाईँको साउसे बस्तोबाट, ठ्याक्कै बस स्ट्यान्डबाट उकालो लागेपछि। हुन त अब धेरै साथीहरू यहाँ पोर्चुगल हुने साथीहरूलाई त यो थाहा पनि छ हैन। एकदमै राम्रो छ यो, शान्त। यहाँ चाहिँ अहिले बिहानको समयमा म चाहिँ 11 बजी 10:30 बजीको समयमा छु। यहाँ चाहिँ एकदमै मर्निङ वाक गर्नेहरू हैन, शारीरिक व्यायाम गर्ने ठाउँहरू हुन्छन्। यहाँ चाहिँ एकदमै राम्रो छ यो। ल देख्न सक्नुहुन्छ, स्याहार राम्रो छ। अनि के छ हौ साथीहरू नेपालतिरको खबर? अनि नेपालमा त हाम्रो दुर्गा दाजुले राजा ल्याउने भनेर एकदमै माहौल तताउनु भएको छ। के राजा आउने नै हो त नेपालमा? तपाईँहरूलाई के लाग्छ? मलाई चाहिँ हेर्नुहोस्, जो आए पनि खासै मतलब हुँदैन हैन। पहिला त्यत्रो राज संस्था फालेर गणतन्त्र लोकतन्त्र ल्याए, दुनियाँ राष्ट्रपति दुनियाँ यहाँ गरे, खोइ अहिलेसम्म केही भएको छैन हैन। जेसुकै होस्, जो आओस्, राजा आउन्, राष्ट्रपति आउन्, जोसुकै आउन्, रामे आओस् श्यामे आओस्, हामीलाई चाहिएको विकास हो। त्यो विकास नेपालमा हुन सकेको छैन, हामीले देख्न पाइएको छैन। एउटा भन्छन् नि हाम्रो बाजेहरूले भन्थे, पाडा पाए पनि पाडी पाए पनि भतुवालाई बिगाउँथे होइन। जेसुकै होस्, जोसुकै आओस्, हामीलाई चाहिएको विकास हो। अब विकासै नभएपछि हामीलाई यो आओस् त्यो आओस् खासै सरकारको विषय होइन। जोसुकै आओस्, काला आओस् गोरा आओस्, हामीलाई चाहिएको विकास हो। त्यो विकास हुन नसकेपछि हामीलाई राजा आए पनि राष्ट्रपति आए पनि हामीलाई के अर्थ रहेर होइन। जबकि नेपालमा विकासै हुन नसकेपछि त्यसको कुनै अर्थ रहेन। नेपालमा पनि फेरि अचम्म काण्ड हुन्छ। फेरि जनकपुरबाट उडेको प्लेनको अब तपाईँको चाहिँ पाङ्ग्रै खसेछ अरे। ल हेर्नु, बुद्ध एयरको पनि धेरै लापरवाही भइरहेको छ कि अहिले। 17 राज पनि छ नेपालमा बुद्ध एयरको, सबैभन्दा बढी उडान गर्ने जहाज पनि होला नेपालमा। धेरै थोत्रे प्लेनहरू ल्याउने, मेन्टेनेन्स नगर्ने, यो त यात्रुहरूको जीवनमाथि खेलवाड हो नि त होइन। त्यत्रोजना यात्रु बोकेर हिँडेको जहाज जबकि काठमाडौँमा गएर अहिलेको अवस्थामा त सेफ्टी ल्यान्डिङ गरेर त्यो ठिक छ, एकदम रिक्सी हो नि त। अब अगाडिको पाङ्ग्रै नहुनु भनेको त हुन त अब धेरैले भन्छन् उड्ने चिजलाई किन पाङ्ग्रा चाहियो भनेर होइन। उसले पखेटा त लिएरै उडेको थियो, पाङ्ग्रा किन चाहियो भनेर धेरै ट्रोलहरू बनिरहेको थियो होइन। त्यो पार्ट अफ जोक। तर त्यो होइन नि त, एउटा प्राविधिक जाँच हुन्छ, के हुन्छ एउटा। यो त सरासर मान्छेको जीवनमाथिको एउटा खेलवाड हो नि त। यसमा चाहिँ एकदम सरकारको ध्यान जाओस्। छानबिन समिति बस्ने के बस्ने त्यतिकै सेलाएर जान्छ कि। फेरि बस्नु त बस्छ, नगर्ने होइन, गरे जस्तो त गर्छ फेरि सरकारले। तत्काल छानबिन समिति गठन गरिहाल्छ, यताउता गरिहाल्छ हो। तर अब लास्टमा के हो भन्दाखेरि छैन नि। तपाईँको त्यो चाहिँ केही कुरो पनि त्यसले चाहिँ निकास चाहिँ पाउँदैन होइन। त्यो त्यत्तिकै सेलाएर जान्छ। छानबिन समिति गठन गर्छ, यो गर्छ त्यो गर्छ, त्यो केही पनि छैन। यस्तो लापरवाही गर्ने कम्पनीहरूलाई सरकारले सस्पेन्ड गरिदिने कि, सस्पेन्ड गरिदिने। अनि नै उनीहरू तैनात हुन्छन्, प्राविधिक जाँचदेखि लिएर हरेक कुरो होइन। आफ्नो जहाजहरूको चाहिँ सम्पूर्ण चेक जाँचहरू सबै गर्छन्।
अनि नै राम्रो हुन्छ। त्यो छैन नेपालमा। गाडी घोडाहरू त्यस्तै छ। न अहिले त तपाईँको न गाडी घोडामा सुरक्षित छौँ हामी, न हवाईमै सुरक्षित छौँ होइन। नेपालको त सडक पनि आकाश पनि दुइटै खतरा छ हाम्रो लागि। तर पनि बाध्यता हामीले अब यात्रा गर्नै पर्ने हुन्छ, गन्तव्यमा पुग्नै पर्ने हुन्छ। दुईमा एक त रोज्न नै पर्ने हुन्छ। आज छुटेको परिवार जबसम्म घरमा नपुगिन्जेल फेरि भेट हुन्छ कि हुँदैन भन्ने कुरो नै भरोसै नहुने भयो कि। यो कुरोको चिन्ता छ नेपालमा। त्यो भएर अब धेरै साथीहरू नेपालमा नबस्नु विदेशिनुको कारण पनि नेपालको राजनीति अनि यस्तै यावत सेवा सुविधाका कुराहरू अन्य कुराहरूले गर्दा पनि यहाँ पोखरीमा कुकुर कस्तो मजाले खेलिरहेछ। यस्तो जाडा कति राम्रो छ। त्यो भएर पनि यस्तो छ। ल साथीहरू, पोर्चुगलको माहौल अहिलेको के छ भन्नु होला। अहिले सेफलक बन्द भएपछिको भनेको एकदम शान्त छ माहौल यहाँको। यहाँ चाहिँ एकदम शान्त छ अहिले। मान्छे आउने जाने क्रम भनेको अब यहाँ काम गर्न आउने, पेपर बनाउन आउने चाहिँ छैन होइन। यहाँ आएर घुम्ने अनि फर्किने मान्छेहरू मात्रै यहाँ आउने जाने भइरहेछ अहिले चाहिँ। विशेष गरेर हामी नेपालीहरूकै कुरा गरौँ न। यहाँ अब अन्य पेपर बनिने त्यस्तो सम्भावना नरहेकोले गर्दा अहिले D1 भिसामा मात्रै केही साथीहरू नेपालबाट आइरहनु भएको छ भने अन्य कन्ट्रीहरूबाट आउने साथीहरू पनि D1 भिसामा कोही कोही फाटाफुटा आउनु भएको छ भने नेपालबाट त धेरै आउनुभएको छ। अहिले सिजनलको लागि पनि बन्द गरिदिइसकेको छ। त्यो भएर अब पछिल्लो समयभन्दा अलिकति सुधारिएको छ पोर्चुगल पनि होइन। काम अलिकति सहजै रूपमा पाउने पनि अवस्था भएको छ भने रुमहरू अहिले पाउँछ। पहिलेको तुलनामा धेरै नै रुम पाउँछ, धेरै नै घरहरू अहिले खाली नै छन् इमिग्रेन्टहरू नआएपछि। नेपालले चाहिँ पोर्चुगलले चाहिँ अहिले विभिन्न पहिला उसले शासन चलाएको देशहरूलाई मात्रै प्रायोरिटी दिने भनेर अब जस्तै ब्राजिल लगायत अन्य 7-8वटा कन्ट्रीहरू छन् होइन, जहाँ चाहिँ जुन देशका मान्छेहरू चाहिँ तपाईँको पोर्चुगिज भाषा पनि बोल्दो रहेछन्। त्यस्ता देशहरूलाई चाहिँ प्रायोरिटी दिने, त्यस्ता देशहरूको लागि चाहिँ सेफलक लागो भन्ने सुनिएको छ। यद्यपि थाहा छैन त्यो बारेमा चाहिँ होइन। अब किनभने त्यो अर्को कन्ट्रीको भएर त्यही सुनिएको छ, न्युजमा त्यही आएको छ। सम्भवतः न्युजमा आएको कुरा सही पनि होला। अहिले सिङ्गर गर्नेहरूको धेरै साथीहरूको फाल्टा आइरहेको छ। अहिले चाहिँ तपाईँको डिसेम्बर 27सम्म फाल्टा आउने साथीहरू पनि भेटिसक्यो भने अक्टोबर 22सम्मको कार्ड रिसिभ गर्ने साथीहरू पनि भेटिसक्यो भने त्योभन्दा अगाडिका बायोमेट्रिक गर्ने कति साथीहरूको चाहिँ कार्डै आएको छैन। अहिले यसरी रेन्डमली फाइल एनालाइसिस कार्ड फाल्ने काम भइरहेछ। ढिलो छिटो भन्ने कुरै भएको छैन। कहिले 1 महिना ढिलो बायोमेट्रिक गर्ने साथीहरूको कार्ड आइरहेछ, कहिले चाहिँ तपाईँको त्योभन्दा अगाडि गर्ने साथीहरूको अझै पनि आइरहेको छैन। त्यस्तो छ अहिले पोर्चुगलको अवस्था। अब हामीले त यहाँको सिस्टम फलो गर्नुपर्ने नै हुन्छ होइन, जे जस्तो जे भयो नि त्यसै छ। अनि धेरै साथीहरूले D1को बारेमा, D1 भिसाको बारेमा बुझ्न खोज्नु भएको छ मसँग। त्यसको चाहिँ म भ्लग बनाउने छु। अर्को भिडियोमा म D1 भिसा बारेमा कस्तो हुन्छ र के छ त्यसको फाइदा बेफाइदा होइन, हामीले पोर्चुगल आउने अरू कुन कुन उपायहरू छन् अहिले पछिल्लो समय यो फाइल लक बन्द भइसकेपछि भन्ने विषयवस्तुहरूलाई लिएर चाहिँ म अर्को भिडियोमा तपाईँहरूमा आउनेछु। तपाईँहरू जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्। जय नेपाल।